Yeah, you already know with the GP Dai on the mic. आज चाहिँ कसैको याद आएर हल्का उसलाई नि सुनाइदिउँ न भनेर होइन या एक हुन्छ वर्ष पर्ख मैले आउँदैछु तिम्रो यादमा या एक हुन्छ वर्ष पर्ख मैले आउँदैछु तिम्रो यादमा हामी चाहिँ यहाँ तिमीसँग बिताएका क्षण छाडेर जानु बाध्यता परो थिएन मन सम्झिँदा तिमीलाई आँसु त पक्क खस्दिन्छन् सोचलाई काबु गरे मन अझै पाक्दैछन् अरूको देशमा हामी सोचे जस्तो थाहा हुन्न सोझो रूपले धेरै दिन बन्न पाउँदैन छिमेकी दुर्गति देखेर रमाउँदै होला सिर उठाइ भन्दा हुन्छ मेरो निकममा आउँदैछ सहयोग धेरै तिमीले धेरै दियो साथ कति ठाउँमा तिमीले मार्नु पर्यो आश सँगै हुँदा त्यति मान्थिन नि खास आज एक्लो छु तिमीलाई गर्दैछु याद सम्झना तिम्रो हातले खुवाएको भात लाग्दैछ भोक तिम्रो आउँदैछ याद तिमी बिनाको खानामा केही छैन स्वाद आज एक्लो छु तिमीलाई गर्दैछु याद अहिले आउँदैछु तिम्रो यादमा मैले आउँदैछु तिम्रो यादमा जिपी दाइ 2-4 वर्षको कान्छी